इङ्ग्लिस प्रिमियर लिग क्लबका प्रभावशाली स्ट्राइकर जेमी भार्डीले क्लब छाड्ने घोषणा गरेका छन्। 38 वर्षीय भार्डीले जारी सिजनको अन्त्यसँगै आफूले लेस्टर सिटी छाड्ने निर्णय लिएको जानकारी दिएका हुन्। लामो समय लेस्टर सिटीमा बिताएका भार्डीले आफ्ना लागि क्लब छाड्ने उपयुक्त अवसर यही भएको पनि जनाएका छन्। निरन्तर 13 वर्ष बिताएर उनले लेस्टर सिटी छाड्ने निर्णय लिएका हुन्। उनी सन् 2012मा लेस्टर सिटीमा आबद्ध भएका थिए। त्यतिबेला उनी इङ्ल्यान्डकै क्लब फ्लिटवुड टाउनबाट 10 लाख पाउन्डमा लेस्टर सिटी आएका थिए। लेस्टर सिटीले भार्डीलाई क्लबको इतिहासका सबैभन्दा महान खेलाडी मध्येको एक भनेको छ। उनले लेस्टर सिटीलाई इङ्ग्लिस प्रिमियर लिगको उपाधि पनि चुमाएका छन्। लेस्टर सिटीले सन् 2015-16 सिजनमा प्रिमियर लिगको उपाधि जितेको थियो। लेस्टर सिटीले जितेको यो एकमात्र प्रिमियर लिग उपाधि हो। यसका अतिरिक्त भार्डीले लेस्टर सिटीलाई एफए कप र कम्युनिटी सिल्डको उपाधि पनि चुमाएका थिए। उनकै उत्कृष्ट प्रदर्शनमा लेस्टर सिटीले 2 पटक च्याम्पियनसिपको उपाधि पनि चुमिसकेको छ। भार्डीले लेस्टर सिटीबाट कुल 500 खेल खेलेका छन्। यो अवधिमा उनले क्लबका लागि कुल 200 गोल गरेका छन्। भार्डीले आगामी मे 18 तारिखमा लेस्टर सिटीका लागि अन्तिम खेल खेल्नेछन्। लेस्टर सिटीले उक्त खेल इप्सविच विरुद्ध खेल्नेछ। जारी सिजनको प्रिमियर लिगमा भने लेस्टर सिटी रेलिगेसनमा पर्ने निश्चित भइसकेको छ। 33 खेलबाट केवल 18 अङ्क बटुलेको लेस्टर सिटी तालिकाको 19औं स्थानमा आसीन छ।